पहिला मिङेरे तेरे पहिली भी तिनारा है अब चाहिँ पहिलामै मिलायो है स्वर्ग पुर्याउनु पर्ने हुन्छ हैन वेदले। अब त्यो एउटा सबै चिजहरू अब थरी थरीको वेदमा भनिएको हुन्छ हैन। त्यसको उदाहरण राम्रो कुरा एउटा के हो भने फुलहरू हुन्छ नि फुल। अब जमिनमा धरतीमा जति थरीको फुलहरू हुन्छ नि है अब तल त्यो भनेको एकदम तल होचो ठाउँतिर पाइने फुल है। अब खेतमा पाइने फुल हैन। अब हाम्रो गाउँघरमा यो चोखो पानी लिएपछि अब फुलहरू टिपेर राख्ने अब पाती हैन चोरी हैन पौरिटा हैन लालिटा अब सबै थरीको हुन्छ हैन। जुन जुन ठाउँको फुल हुन्छ तल गइरहेको तल होचो ठाउँको फुलदेखि लिएर माथि हिमाल कैलाशसम्मको फुलहरूको नाम लिनुपर्ने हुन्छ हैन। त्यसको अर्थ के हो भने हाम्रो जुन जसको आगमन गरेको छ त्यो चाहिँ अब स्वर्ग पुर्याउँदाखेरि है अब तपाईँ चाहिँ जुन जुन जग्गामा जस्तो खाली फुल फुल्छ फुल भने त राम्रो त्यस्तो त्यस्तो तिमी स्वर्गमा त्यस्तो त्यस्तो ठाउँ होस् है। त्यही जस्तो तपाईँ पनि होस् है। त्यस्तो फुलेको फुलहरू फुलै फुलले भरिएको ठाउँमा तिमी बसोस् भन्ने कुरा जस्तो देखिन्छ है। त्यसको नाम हो टता है। टता फुलको कुरा है। अब क्यों भनेको तल होचो ठाउँ है। म क्यों रे हुई बमी क्यों मिटा जे वे मरे हुई बमी तबुटा जे वे मरे हुई बमी लालिटा जे वे फेरे भनेको हाम्रो घरमा है चोखो पानी राख्ने ठाउँ क्या माथि। फेरे हुई बमी चोरी टाजे वे फेरे हुई बमी पारामासी टाजे वे चाहिए पेराय क्यों से नो चाहिए लोराय क्यों से नो। अब जस्तै अब ठाउँ अनुसारको है प्लेरे हुई बमी साली टाजे